ल जमजम साथीहरु फेरि हिँडेर जानु न कहाँबाट बाटो हो देखाइहाल्छु म यसै गरेर देखाइहाल्छु तपाईँलाई अहिले भइरहेछ भइरहेछ ल कस्तो ए यताबाट जाऊ यताबाट जाइन्छ लक्कीको बनाएर के बोल्नु है तपाईँ टक्क पोखरीबाट हामी हिँड्यौँ होइन देवचुलीको यात्रा मनाङ मुस्ताङ जस्तै बाटो रहेछ बाटो गजब छ बाइकले भन्ने पनि साथीहरू नमानेर यो बाटो चाहिँ पुरो दलदल जाने बाटो हो अब हामी यहाँबाट छुट्टिन्छौँ होइन यहाँबाट जाने यो बाटो चाहिँ अझै भइरहेछ भइरहेछ ल हामी चाहिँ बुलिनटार गाउँपालिका वार्ड नम्बर 4 यसो कर्मचारी साथीहरू सबै प्राविधिक इन्जिनियर सचिव अनि स्वास्थ्यको सबै साथीहरू यसो आज देवचुली डाँडाको यात्रामा यो है देवचुली डाँडा यो हामी हिँडिसकेका हौ आज हाम्रो बसाइ उतै हुन्छ भोलिसम्म हामी आउने विचार छ यस्तो बाटो छ तपाईँ हिँडिराख्नु भएको छ तपाईँहरू बाप्रे अब तपाईँको बोल्ने पालो सक्यो टक्क साटिन्छ त साथीहरू गजब छ गजब नवलपुरकै सबभन्दा अग्लो ठाउँ देवचुली डाँडा भन्नु है पुरो रिक्स मोलेर यतिको त गाडी नै आउँछ समस्या छ जस्तो के त बाटो डेन्जर छ जाने हो एक्लै जाने हो हाम्रो रमेश्वर सर है पुरै ल चलो 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 रे चलो रिक्स रहेछ आज रिक्स त छ आम्मा जाला यार तल ल हामी अब यता टायरले यता सकिन हो यता के यता रोक्नु ल हैन हिँड्नु त हामी समात्छौँ ल पास लामोको चालले भेटिहाल्छ नि के गर्नु मतलब हुन्न उहाँहरूको के हुन्छ जिम्मेवाल चाहिँ छ बाइक चिप्ने गरेछ ए पर्फेक्ट हो क्या हैन त्यो बाइकै चिप्ने ए रामेश्वर सरको रामेश्वर सरको बाइक चिप्ने मेरो बाइक मेरो नि त्यस्तै हुन्थ्यो टायर अलि मोटो भएर
समुदायको टायर त खतर खचक्कै पारेको छ त त्यो बुढा धेरै वेट यो बाइकमा त हजुर ओहो देख्दै हेर्नुहोस् दलदले नारायणी साथ देखाएको छ भ्यू हेर्नुहोस् तपाईँ त्यो क्यामेरा कति स्क्रू भयो यार छिटो यार ब्लर गरिहाल्दो रहेछ क्या माथि माथिबाट देखाउनै छ हिँड्नु है आमा दामी देखाएको छ भ्यू है ए पिसाब सिसाब यही खेर गाडी 5 मिनटको लागि रोक्छ केले समस्या छ यो तल देखिएको पुरै दलदल सायद देवचुली नगरपालिका हामी यता आउँदैछौँ जाँदैछौँ यस्तो बाटो पनि हामी बाइक ल्याएर ठक्कै यता त राम्रै रहेछ है खोइ साथीहरू ए बाटो तलबाट रहेछ नि त यता भनिरहेको हामीले त यता रहेछ नि त बाफ्रे देवचुली क्या दामी देखेको यार यहाँ बसेर खिच्नु पर्ने रहेछ फोटो त सरजी रोक्नु रोक्नु यो बाइक नि कटाम हो साथीहरू बस्नु ल म झर्छु ल झर्छु ल जम सकेसम्म माथि माथि नै हिँडौँ होइन अहिले साइडमा ओहो त्यसमा आउनु छ कुन रुम राजन दाइ बोल छर्याक राज राज नंकुला क्या ले ओला चाहिँ खाम चाहन्छ जान्छ सर जान्छ ल अलिकति बल गर्नु थोरै ल बिस्तारै ब्रेक लिँदै है सर ल समय राछौँ के नदराउनु तपाईँ तल छोड्यो कि उचालन ल गयो एडभेन्चर हो नि त कहिलेकाहीँ एडभेन्चर हुनु पर्ने अलिक बढी जाउँ यहाँ पुग्नलाई यत्रो सङ्घर्ष भइरहेछ है मलाई अरूको बाइक राख्नु भएको रहेछ अनि गयो क्या के भन्नु होला कि हामीले ट्राई नगरे अब ड्याङ हान्नुपर्छ कि माथिबाट ढुङ्गा ड्याङ हानिदिने र यता
यो तपाईले यो त एस्टिमेट गर्नु भएन गरेको वहाँ माथिसम्म गरेको गर्न त भनेन त के अन्त यो ढुङ्गा गर्नु आधी पैसा अन्त लिएन नि वाटको सब विभागको मान्छे एस्टिमेट गर्दै जान्छ नरनको बाल्ला दियो ल है सर दाइ यार कहाँ हुन्छ कि भने गाह्रो छ छोड्दिनु बरु यो उताडे आउँदा त सहिलो हुन्छ जानलाई हो अलिकति गाह्रो ल तपाईले उतासम्म म यतासम्म ठुलो छ यार यताको नि यताको माथि चलाइदिनु न धेरै यता नजानु अलिक छेउ काटेर लानु काटिदियो बाजेलाई अब काट्नु अब त नकाटे त छोइएन हामी छोड्न के हामी त उतापट्टि पल्टाउनु के जान्न के कहाँ जिमो हामीले उता पल्टायो के ल सर्दी हो हामीले नि उता पल्टायो नि पाली आयो पाल ल स्टार्ट गरेर गर्ने के छ अहिले स्टार्ट गरेर ल्याउनु अब कसरी सक्नु बिस्तार होइन हो तपाईँ स्टार्ट नलैजाने यार लाँदैछ त फेरि होइन यतिकै जानु कहाँ झर्नु ल झरेपछि झन् गाह्रो हुन्छ स्लो मोसनमा है कि तपाईँले लैदिनु अहिले तपाईँले राम्रो हाल्नुभएको थियो कि छेउमा राख्नु सर ए तीनजनालाई मजाले हान्छ है सर हामीले कोल्टाएको हो कि उतापट्टि यहाँ सुन्ला भनेर उतै लैजानु उतै काट्नु के हुन्न यहाँ समाचार ल ग अब स्टार्ट गर्नु न कट्यो सङ्घर्ष कुन ढुङ्गा अघि त्यत्रो गरेर नसकेको ढुङ्गा हो क्या यो ढुङ्गामा त निकालेपछि त बाइक गइहाल्छ होइन क्या यस्तो जाने बेलामा पनि अब साह्रो गर्छ त्यही समय लानु त हो क्या सर यस्तो हेर्नु न ठ्याक्कै सलोमा गएर माथि बस्नु पर्दैन मिल्दैन अहिले अप्ठ्यारो यता नि सङ्घर्षै रहेछ फेरि झर्छु एकछिन एउटा घटाउनु पर्छ बाजे कहाँ लाग्नु ल वास न ल माइझिमलाई तपाईँ एकछिन हो देना कल पकड़ फिर देवा बोलता हाँ यो डाँडा कटेपछि ठ्याक्कै आउँछ त्यहाँ मुनि हो क्या उता तपाईँ उता जाँदैछ
ग सक्सेस चलिरहेको छ यहाँ स्टोरी हाल्नु पर्यो नि तलबाट लानुपर्ने मैले समात्छु सर मैले समात्छु ल यता काटिहाल्नु जानु सिधै सर त्यहाँ बस्नु त Uncalam. Ada ni? Kode. बडो गाह्रो भयो यहाँ व्यवस्था हुँदैछ है साथीहरु यहाँ खसी काट्ने प्लान छ खसी चाहिँ प्रिपेयर छ त्यता ओ बल्ल यहाँ पकाएर खसीको अहिले देखाउन लागि त ल खैरो खसी देखाइदिन्छु नि त खसी छ नि त हाम्रो त्यहाँ कहाँ गयो खसी कहाँ गयो ए ले ऊ खैरो देख्नु भएको छ त्यही हो होइन कालो खसी भयो नि भयो त हाम्रो वार्डको सरहरू हुनुहुन्छ सबैजना स्वास्थ्य प्राविधिक भेटनरी सबको सरहरू हुन्छ हाम्रो यहाँ मासु सब कार्यक्रम भइरहेछ यहाँ तारा सर हुनुहुन्छ हाम्रो हेल्थ पोस्टको र मेहनत गरिरहनु भएको छ उहाँ सोन सर ल्याबको हाम्रो इन्जिनियर सर हाम्रो दाई हाम्रो सचिवज्यू सबजना मेहनतको साथ भिरिरहेछन् हल्ला अलि बढी नहलाउने है फेरि कान पुटपुट खानु छैन अर्कोमा लाग्छ के सर अर्कोमा लाग्छ
यो त जान्छ होला सर पानीले जान्छ यही लाउनु के तपाईहरु मेरो एउटै हो क्या ए मेरो नि अलिअलि पर्यो मलाई त थोरै त्यही भएर यमुदाले निकाल्नु भयो के त्यही भएर कपडा निकाल्नु भएको छ तपाईले के छ सर यहाँ चिज छ हाम्रो सेफ सन्तोषबाट यहाँ पाक्दैछ है भुटान यता प्याज काट्ने उहाँ हुनुहुन्छ अलिअलि त होला भुटान भुटान हाम्रो भुटान चाहिँ लगभग पाकिसक्यो अघि सबै चिज हालेर सेफ सन्तोषबाट पकाउँदै हुनुहुन्छ चम्चा छ क्या त्यहाँ हात ठुलो रहेछ कि बाबा ध्यान हाल्नु यार एस्टिमेट त उहाँको खतरा तपाईँले क्या ल मेरो त कलर अर्को भयो देवचुली डाँडामा हामी यसो खसीको मासु खाँदै साथीहरूसँग रमाइलो गर्दै आज एकजना सर हाम्रो अलि थोरै बिरामी पर्नु भएको छ आउनुहुन्छ अहिले सब मोमेन्ट क्याप्चर ल साथीहरू हामी देवचुली डाँडा जाँदैछौँ हाम्रो रामेश्वर सर गजबले हिँड्नु भएको छ अगाडि सर यता हाम्रो सन्तोष सर हाम्रो झट्के रेन्जा हो क्या सन्तोष सर झट्के ए हाम्रो एकजना सर त पछाडि नि छुट्यो त हत्तेरिका आउनुहोस् सर आउनुहोस् कस्तो भइरहेछ सरहरू रमाइलो छ नि होइन राम्रो ट्रेकिङ भइरहेछ टक्क सिधी सिधी म पनि यता छु है टक्क लाएर देखिया छ मलाई नि माथि पुग्नु पर्छ आज हामी बुलिङटार गाउँपालिका वडा नम्बर 4 स्थित देवचुली डाँडामा हामी सम्पूर्ण वार्डका साथीहरू अझै एकजना हाम्रो यम्बुदाई चाहिँ विशेष कामले चाहिँ फर्किनु भयो हाम्रो सब साथी टिमहरू बिहान खाली पेट हिँडिसके हम यो बाटो हेर्दै हुनुहुन्छ तपाईहरुले मेरो हातमा फुल छ चढाउनलाई माथि यही बाटो हो यस्तो होमस्टे छन् त्यहाँ नानीहरू छन् हाम्रो सरहरू पुरै आकर्षित छन् यो फुलमा जसरी पुतली लोभ्याउँछ त्यस्तै लोभ्याएका छन् साथीहरू यस्तै हो पारा एकछिनको रमाइलोको लागि साथीहरू साथीलाई पनि त्याग दिने त्यस्तो विचारधाराका छन् अब हाम्रो माथिको ब्लग अर्कोमा सुरु हुन्छ हस् धन्यवाद ल सबैजनाले हाई भनिदिनु पर्यो हौ साथीहरू ल अघि 7 होइन त अघि आउँदा माथि कहाँ 7 बजे छैन अहिलेसम्म 6:54 भएको छ बुढो कहाँ हजुर
यहाँ आउँछ के राम्रो फोटो भिडियो हानिरहेको छु मैले के भयो सन्तोष सर थकै लाग्यो है रमेश्वर सर ठिक छ नि थकाइ लाग्यो सर यार तराईको मान्छेले त्यो कालो रानी गराएर कसले गरायो साथीहरू यार कसले यस्तो नजिकै छ भन्दै यार पाप गर्नुको हो को पार्टीहरूको हुन् यता नि हुनुहुन्छ हाम्रो सरजी रमाइलो छ है सर रमाइलो भन्दा नि तलबाट चिसो आएको चाहिँ खुब आनन्द भइरहेको त्यहाँ लु नपल्टिनु क्या त्यहाँ के छ र आइयो सर आइयो सर आइयो अब जिउँदैछु त्यही भन्नु गऱ्यो हाम्रो सन्तोष सर खत्रै हिँड्नु भएको छ सन्तोष सर खरायो जस्तै हिँड्नु भएको छ बाफ यार उहाँ त भन्नै परेन मिर्गा जसरी मृग होइन म त ऊ के भन्छ अरे चितुवा हामी यहाँ आइपुग्यौँ विश्राम स्थानमा हामी 10-15 मिनट बस्छौँ त्यसपछि फेरि हामी हिँड्छौँ हाम्रो यात्रा निरन्तर रहनेछ ल सँगै रहनु होला हिँडम सर गिरिराज सर हिँड्न सक्नु भएको छ ओहो दौडिनु भएको छ बाह्रै चितुवा हो नि त आम्मामा कर्णालीको चितुवा बर्दिया रस्ते निकुञ्जबाट आउनु भएको चितुवा किन रोकिनु भयो चितुवा चितुवाहरूको हालत त्यस्तो छ सन्तोष सर त्यही हेर्नु त आछ भिडियो हामी आएको छ कि नै आइरहेको खतरा फोटो आयो नि सर यार तपाईँ उहाँ ठिक छ मिलाएर हाम्रो टोली हिँडिरहेछन् देवचुलीको यात्रा लगभग हामी 50% जति हिँड्यौँ होइन सर आइसक्यो अब मन्दिरनिर होस् धेरै हो 50 भनेको यहाँ म पनि छु है एकदम नर्मल भएको थियो जमिनु छ माथि पुग्नु छ फर्किने आउनु यहाँ तपाईँ 80% हिँडिसक्नु भएको छ अब छैन क्या धेरै बिस्तारै आउनु हामी पर्खिँदै आउँदाखेरि बरु धकाल्दैन नै पछाडिबाट बरु जाने बेलामा डर छ क्या र आज यता त खिच्नु न त्यो कबड्डीमा हुन्छ नि यस्तो खिच्नु यता खिच्नु न एकछिन यहाँ भ्यू एकचोटि है हाम्रो सन्तोष सर देवचुलीको डाँडामा पुग्ने लाग्नु भएको छ टक्क हामी नै छौँ साथीहरू यहाँ गिरिराज सर हेलो गरिदिनु सर र साथीहरू त्यहाँ पुगिसक्यो यो देवताहरू के अरे पत्थरहरू बैठक बसेको रे पहिलाको जमानामा भन्ने भन्छन् ल यति हो अहिले यहाँको लागि त सरजी ल अब आइपुग्यो 95% है 95 हो कि 97 हो 97 नै कटिसक्यो हेर्नु न कस्तो हामी आएको तलबाट आहा भ्यू यस्तो हाम्रो ठाउँ कुन बसाइको हाम्रो अर्खाला भन्ने चाहिँ हो है टक्कै आउनु होला सबैजना घुम्नलाई देवचुली डाँडा साह्रै रमाइलो छ घुम्न आउनुपर्छ एकचोटि देवचुली डाँडा नआइकन स्वर्ग गइँदैन हाम्रो सरलाई के भयो बिचरा यहाँ हिँड्न सक्नु भएको छैन नहिँडेको मान्छेलाई गाह्रो हुन्छ अर्खाला यता माथि यताको चाहिँ यो चाहिँ देउराली अनि आयो चुली बजा पोखरी हुँदै यो बाटो ट्याक्कै सर आएपछि अनि तल फेडीमा होमस्टेहरू छ त्यहाँ बस्ने अनि ठ्याक्कै माथि आउने
ल हामी चाहिँ यहीँ बसेको आज राति यहाँ बसेर आइयो। सरजी कस्तो छ? एकदम राम्रो छ। हिँडै अलिक गाह्रै छ के होइन? गाह्रै छ। त्यही पनि हिँड्नुहोस् होला प्रयास यत्तिको हिम्मतलाई चाहिँ मनपर्छ है। उहाँ सरलाई पर्खेँ कि मैले। ल अब 99% भन्नुभएको छ कि सरहरूले। आइसक्यौँ अब नवलपुरकै सबभन्दा उच्च ठाउँमा पहिला टेक्दै छौँ हामीले। अब पहिलो पटक आउनु भएको नि सर? के भएछ त सर? गाह्रो भएर आइयो आइयो है। देवचुली डाँडा आइयो। यता हेर न, यता के छ आम्मामा गाह्रो छ समझ। के ब्लर देखायो कि फेरि? उता बर्चुली यतापट्टि छन् सुतुरी यता तलतिर पुरै तरै देखिन। तराईको जङ्गल चाहिँ किन भ्यू टावर है। पहिला एन्टी के अरे स्मार्ट टावर थियो, अहिले सञ्चालन पनि छैन। आइहाल्नु सर। हेलो, आइयो। कस्तो लाग्यो त नि देवचुली? एकदम रमाइलो ठाउँ छ। ट्रेकिङ गर्नुपर्ने, एकदम घुम्न आउनुपर्ने ठाउँ हो। यहाँबाट चाहिँ मजाको एटलिस्ट नवलपरासीमा बसेपछि यतिको ठाउँ चाहिँ नछुटाउनु पर्ने। भ्यू चाहिँ गजब देखिया छ। 8 महिनाको बसाइमा जेहोस् अर्खालाई हाम्रो त्यही काम गर्छ हामी सबैजना। त्यही हाम्रो घर त्यही हो। अर्खालाई त्यहाँ भयो पारिको यो कालीगण्डकी नदी हो, त्यहाँबाट उता चाहिँ तनहुँ जिल्ला ठ्याक्कै। यता चाहिँ स्याङ चाहिँ अलि उतै अलिक देखाएको छैन ऊ चाहिँ। सबैजना आएर देवचुली डाँडा राम्रो हो कि यतापट्टिको पाट कस्तो राम्रो छ, उतापट्टिको पाट हेरेर अनि फेरि 300 मिटरको हाइटमा होला हामी अहिले। देवचुली डाँडा भन्छ नि यसलाई। हाम्रो सब साथीहरू आइसक्यो। हामी त्यहाँ उताको गाउँमा हामी काम गर्छौँ। त्यो अर्खाल्ला भन्ने गाउँ छ हाम्रो कार्यस्थल। यही हो। सबैजना आएर यसो नवलपरासी बस्ने मान्छेहरू भयो नि, डाँडाको भयो नि, यसो घुम्न मन लाग्यो भने देवचुली डाँडा यसो आइदिनलाई। यस्तो भिर पाखा छन्, एकदम ट्रेकिङको लागि एकदम बेस्ट। नवलपुरकै उच्च ठाउँ, नवलपुरकै एउटा उच्च उद्गम बिन्दु भन्नु पर्यो यसलाई। ठ्याक्कै यो भिर पाखा अलि हेर्दा डर लाग्छ, तर ठ्याक्कै यस्तो छ। यस्तो भिर पाखा छ, डर त लाग्छ हो अलि। ठ्याक्कै ल।